आज हामी घुम्न गइरहेको हरिया पार्क अनि गर्मी भएर आइसक्रिम खान गइरहेको छौँ। जस्ट 320 मा आइसक्रिम आउँछ जस्तो लाग्छ। कति छ? हाउ मच? त्यसमा छ? वे खतरा देख्यो क्या। पोखराको मान्छेलाई तराईको एरिया रमाइलो लागिरहेको छ। त्यसपछि यो साइन्स रेस्ट हो। उयो घरको यति दामी छ नि। दिस इज ग्रेस रेस्ट छ। अनि यो दुईजना मेरो छोरा र छोरी हो। मैले कसरी पाएँ भने मेरो दिदीले पाएको भएर मैले पाएँ। अब हाम्रो नेवार कल्चरमा चाहिँ के हुन्छ भन्दाखेरि दिदीले पायो भने बहिनी पनि सानो मम्मी हुन्छ अनि ठुलो चाहिँ ठुलो मम्मी हुन्छ। अब अरूकोमा पनि हुन्छ हुन चाहिँ घन्टी बजाइदिनु घरमा चाहिँ घन्टी बजाइदियो उसले चाहिँ। अब अहिले गाली गऱ्यो भने चाहिँ वी डोन्ट नो नहेर न। अनि अहिले आएर हामीलाई कुच्चोले लड्यो भने मान्छेले सुन्दा नि सुनेन बेल बजाएको। मैले त सुनेको सुन्यो होला नि किन नसुन्यो र। तलबाट थाहा भएन त्यो घरमा चाहिँ हो है त। यस्तो गरेर चाहिँ यसरी नै खिच्नु पर्छ सिधा होइन यसरी नै खिच्नु पर्छ। अनि बल्ल एउटै आउँछ नि त यस्तो गरेपछि अनि यसरी नै खिच्नु क्या यसरी। ओके यस मलाई चाहिँ समझ नआउँदैन क्यामेरा जो त्यही भएर साँच्चीको हालिदिनु क्या अब सबै क्रप गरेर हालिदिनु क्रप गरी हालिदिनु डुलेको हल्छ क्रप गरी युट्युब आइडी न त्यसपछि नयाँ युट्युब आइडी बन्छ। युट्युब आइडी छ हाल्नुहुन्न एउटा दुईवटा चाहिँ हालेको। तर यहाँको बाटो चाहिँ बबाल नराम्रो छ नि त। उता पोखराको चाहिँ सराप्प छैन फेरि। हजुरले त्यो भिडियो बनाउनु छ नि अनि हजुरले भिडियो बनाइदिई फ्री फायर खेल्न थाल्नु हजुरलाई फ्रीमा बन्डल भिडियो सब यता चाहिँ फ्री फायर सुरु भइसक्यो ल। ब्लग भएपछि मलाई हँसाइदियो पैसा कट्टी है। फाइनली सामान we are at Haraya Park. This restaurant. And हामी चाहिँ finally Haraya Park मा आयौँ। First time अनि यहाँ नजिकै भनेर यिनीहरूलाई है 20 minutes 30 minutes चाहिँ हिँडायो अझै बढी होइन त्यसै भनेर चाहिँ तर होइन त्यत्रो हाइड भएर नै कसरी बसिरा। उनीहरू चाहिँ पसलमा के देखेर किन गयो बच्चे बहुत कच्चा होता है। बच्चे लोग भनेको दिदीलाई फेरि छिटो दुखिरहेको छ। तर आज चाहिँ म बुटो लगाएको छु। आज होइन बुटो लगाएको चाहिँ अनि हामी
यस्तो गोल्डन आवर होइन, गोल्डन आवर त गइसक्यो, घाम डुबिसक्यो। यस्तो दामी सबतिर धानै धान्छ, कुन बेलामा सर्प आएर टोक्यो भने चाहिँ गयो। यहाँ त पुरै खान्छ कोब्रा। यो चाहिँ मैले बच्चामा खान्थेँ, अनि अहिले कति धेरै पछि खाएको। मलाई चाहिँ टेस्ट पहिलाको जस्तो मिठो अमिलोवाला चाहिँ लागेन, त्यस्तो अमिलो गुलियो त्यो सानो, मलाई चाहिँ हल्का फिका फिका लाग्यो, साह्रै मिठो छ। त्यो चाहिँ एकदम फेभरेट। मैले आई थिङ्क 5 क्लासदेखि खाएको, त्यसपछि मलाई यस्तो मनपर्छ नि। मिठो छ मिठो। ऊ यता चाहिँ त्यसै केही खाएर अन्त चाहिँ उसको क्रिकेट क्रिकेट प्लेयर परिरहेछ के इन्डियन क्रिकेट प्लेयर परिरहेछ। यहाँ के भन्छ अरे इन्डियाबाट नजिक भएर सब इन्डियन फुड्सहरू पाउँछ। ए फुड चाहिँ यो प्रडक्टहरू आउँछ। यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यता पनि यो चाहिँ हाम्रो स्पेसल गोल्डन आवर भइरहेको छ यता चाहिँ। नेपालमा मात्रै यस्तो हुने होइन क्या रे। चाहिँ आइसक्रिम पाएन एउटा ठाउँ छ त कहाँ मैले देखेको थिएँ। अब यस्तो राति जाने यहीँ हो। त्यही त किन भन्न सकिँदैन। हिँड्ने खोजेको मैले नेलै पाएन क्या। तर उसको के अरे दिवेश बाजीको किचन स्किन हेर के हेर्ने हो के लिने हो र मैले के हेर्ने भनेर पता नहीं के किन्ने र यहाँ स्टिकर छ र स्टिकर खोइ वाली स्टिकर नि नहीं कपीमा चप्पाउने स्टिकर कपीमा चप्पाउने स्टिकर छ कि नै कॉपी वाला छैन बाबु छैन। त्यो वाला स्टिकर भन्ने के भयो के भएन ल के नहेर्नु गइन के चाहिँदैन मैले किनौँ 99 रुपिसको हो त के को पैसा वेस्ट हो र। ओहो 99 त सबको नाम मात्र हो प्राइस सबै 99 हो र अंकल हेर्नु त्यता हेर्नु त्यही त यो 9 कतिको 150 केमा हाल्ने र त के रे ब्यागमा केमा हाल्ने र हामी चाहिँ आइसक्रिम पाएन अनि त्यसपछि पेन चाहिँ किनेर आयो दुईजनाले वाउ खै हेरौँ त्यो चाहिँ हेलो किटी अनि तिम्रो चाहिँ माई वन पीस लुफी क्याप तराईको उस भनेको देखेन साइकल हो भन्छु भनेको तर देखेन। एभ्री वान इज राइडिङ साइकल। यहाँ चाहिँ धेरै जस्तो साइकल चाहिँ युज हुन्छ नि त सो यहाँ चाहिँ एकदम रमाइलो हो क्या साइकलले गर्दा त्यही भएर तर भिडियो क्वालिटी अँध्यारोले गर्दाखेरि देखिएन यहाँ चाहिँ एकदम अँध्यारो हुन्छ नि त देखिने No chance. मलाई अघि नै डर लागिरहेको थियो त्यहाँ उस भनेर सर्प भनेर अनि यहाँ स्याहार गऱ्यो अनि मलाई डर लाग्यो प्लास्टिक हावाले प्लास्टिक ख्यार गरिरहेछ मलाई के भनेर म यहीँ चिताएँ तर मैले त्यो चाहिँ भिडियो बनाएको थिइनँ किनभने भिडियो बनाउँदा यहाँको थिएन। अब चाहिँ हामी चाहिँ घर जान लाग्यो राति भइसक्यो हेर्न सक्नुहुन्छ हजुरले 5 बजे आएको कति 6 बज्यो 7 बजिसक्यो ओहो 2 घन्टा डुल्यो हामी ल अब जाने अब गाडी खाइन्छ डह्रो खाइन अब रोटी खाइन्छ